तपाईसँग यौन सम्पर्क गर्नको लागि 2 मिनेटमा केटीलाई कसरी तयार गर्ने? किन केटीहरू प्राय यौन सम्पर्क गर्नको लागि मान्दैनन् वा हिचकिचाउँछन्? बेला बेलामा उनको कुरा सुन्दा दिन्छन् कि जस्तो गर्ने, यताउता छुन चलाउन पनि दिने, जब सम्पर्क गर्न तयार हुनुभयो अनि नमान्ने। के कारण हुन सक्छ नमान्नुको पछाडि? यसै विषयमा 3 टिप्स दिन गइरहेको छु। जति कन्भिन्स गरे पनि केटीहरू किन यौन सम्पर्कको लागि तयार हुँदैनन्? महिलामा यस्तो कुरा हुन्छ जसले उनलाई यौन सम्पर्क गर्नबाट लास्ट आवरमा उनलाई रोक्छ। तपाईले कुनै बेला चलाउने, बढीपात मुसार्ने, खेलाउने गर्दाखेरि दिन्छन्, तर जब यौनको प्रस्ताव राख्नुहुन्छ तब उनी मान्दिनन्। तपाईले कतै एकान्तमा भेट्न बोलाउँदा पनि भेट्न मान्दिनन्। किन होला? नम्बर 1 मा कुरा गरौँ, केटीको मेन्टल सेटिस्फ्याक्सन अलि फरक छ, सोचाइ अलि फरक हुन्छ। पुरुषमा जस्तो महिलामा चाँडो सेन्टिमेन्टली रूपमा तयार हुन पनि समय लाग्छ। तपाईले उनलाई इमोसनली रूपमा जबसम्म तयार गर्न सक्नुहुन्न तबसम्म उनले तपाईलाई सम्पर्क गर्न दिन्नन्। मेन्टली रूपमा तपाईले उनलाई कति तयार गर्नु भएको छ यसमा भर पर्छ। महिला वा केटीहरू के चाहन्छन् तपाईले यो कुरा बुझ्नुपर्ने हुन्छ। यदि तपाईलाई चाहिएको छ भने तपाईले उनलाई एप्रिसिएट गर्नुहोस्, मायाको भावमा कुरा गर्नुहोस्, उसलाई छुँदै उनको बयान गर्नुहोस्, अलि नजिक बस्नुहोस्, उनको आँखामा हेर्नुहोस् र आँखामा आँखा जुदाएर कुरा गर्नुहोस् र मायाको भावमा उनीसँग चाहिँ कुरा गर्न लाग्नुहोस्। तपाईले उनलाई एप्रिसिएट गरेर बोल्ने जो शब्दहरू छन् नि त्यसले उनलाई एराउज गर्ने हो। त्यसैले तपाईले शब्द छनौटमा विशेष ध्यान दिनुहोस्। जस्तै तपाईले भन्नुहुन्छ कि तिम्रो कपाल कति सिल्की, तिम्रो कपडा कति राम्रो, तिम्रो बोल्ने शैली मलाई अति नै मन पर्छ, तिमीलाई देखेपछि मेरो आँखा अन्त जानै मान्दैन, इत्यादि इत्यादि। तपाईको शब्दले उनलाई तपाईप्रति आकर्षित गर्ने हो। यो कुरा तपाईले बुझ्नु होला। तपाई जति उनलाई शब्दले बखान गर्नुहुन्छ उति नै उनी पनि एराउज र एरोटिक भएको तपाईले पाउनुहुनेछ। त्यसपछि उनले तपाईलाई आफ्नो माया, शरीर सबै समर्पण गर्छन्। तपाईले शब्दको प्रयोग गर्नु भएको छैन, खाली भन्नुहुन्छ कि म तिमीलाई माया गर्छु मात्र भन्नुहुन्छ। माया गरे जस्तो गरी समाउनुहुन्छ भने नट पोसिबल। उनी तयार हुन एकदम गाह्रो हुन्छ। उनी इमोसनमा आएकी नै हुँदैनन्। वास्तवमा तपाईलाई उनले भित्र मनदेखि चिन्नुपर्छ। तपाईले विश्वासिलो वातावरण बनाउन सक्नुपर्छ। कसरी वातावरण बनाउने तपाईले सोच्ने कुरा हो। त्यसैले तपाईले हरेक तवरबाट मायाका शब्दहरूले नै उनको बखान गर्दै सुमसुम्याउने, छुने, उनको आँखामा आँखा जुदाएर कुरा गर्ने गर्नुभयो भने तपाई सफल हुन सक्नुहुन्छ। तपाईको व्यवहार यहाँ बताए जस्तो नभएर महिला नै तपाईप्रति आकर्षित हुनको लागि उनलाई एराउज गराउन तपाई सामान्य केटाहरू भन्दा अलि फरक देखिनुपर्छ। जस्तै तपाईको नसालु आँखा हुनुपर्छ, तपाईको बडीको बनावट एकदम सेक्स टाइपको हुनुपर्छ, तपाई हिरो जस्तो देखिनुपर्छ, एकदम लोभ लाग्दो तपाई हुनुपर्छ, तपाईको बोली चाली, भाषा, शब्दको छनौट वा प्रक्रिया तपाईको मोहनी रूप छ भने मात्र उनलाई इमोसन आउँछ, नत्र आउँदैन। यस्तो अवस्थामा मात्र तपाई उनलाई एप्रिसिएट गरिरहनु भएको छैन भने पनि उनले तपाईलाई चाहिरहेकी हुन्छन्। यस्तो बेलामा तपाईले केही नगरे पनि उनी तपाईको पछि पछि लाग्छन्। भित्रभित्र तपाईलाई मन पराएर उनको भित्रैदेखि काँडा उठेर आउँछ अनि उनी एराउज हुन्छन्। यो कुरा तपाईले विचार गर्नु होला। यसैगरी नम्बर 2 मा तपाईले बोल्ने भाषा। कुनै कुनै केटाहरू हेर्दा पनि नराम्रो देखिने, उसको जिउडाल पनि त्यति राम्रो नभएको, कपडा पनि उति मिलाएर नलाउने, हेर्दा पनि झ्याउरे देखिने, नराम्रा, यस्ता केटा भए पनि केटीहरू उसको पछि लागिरहेका हुन्छन्। उनीहरूले आफ्नो यौनको प्यास पनि मेटाइरहेका हुन्छन्। किन यस्तो भयो होला भन्दा उसको बोली भाषाको कारण महिला पछि लागेका हुन्। तपाईको पनि बोल्ने शब्द भाषा राम्रो छ भने महिलाहरू तपाईको पछि पछि लागिरहेका हुन्छन्। किनकि महिलाको लागि केटाको सबैभन्दा मन पर्ने भनेको उसको भाषा र रेस्पेक्ट हो। जसले राम्रो भाषाको प्रयोग गरेर रेस्पेक्ट साथ बोल्छ, नम्र र मिजासिलो स्वभाव भएका केटाहरू केटीहरूले एकदम मन पराउँछन्। यही कारण मानिस नराम्रो भए पनि उसको पछि केटीहरू लागि पर्छन्। यही भाषा शब्द तपाई बोल्नुहुन्छ भने तपाईलाई अरु कुनै वस्तु वा चीजको जरुरी पर्दैन। केटीहरू तपाईको बसमा पार्नको लागि तपाईले मिठो भाषा शब्दको छनौट गर्नुस् र उसै तरिकाले बोल्ने बानी बनाउनुस्। यति भए उनले मन खोलेर तपाईलाई सम्पर्क गर्न दिन्छन्। यस्तो होइन कि
केटीहरू यौन सम्पर्क गर्न चाहँदैनन् वा डराउँछन् भन्ने होइन, उनीहरूलाई पनि पुरुषको भन्दा बढी चाहना हुन्छ। त्यसैले तपाईले केटीको फिलिङ यो ल्याउनुस् कि यो मेरो हो र मलाई यसले मनदेखि माया गर्छ, यसले भविष्यमा मलाई धोका दिँदैन भन्ने भान तपाईले केटीको मनमा जगाउन सक्नुभयो भने तपाईलाई सजिलै दिन्छन्। यसैगरी नम्बर 3 मा केटीलाई तपाईप्रति आकर्षण गर्ने र काम गर्न दिने सम्मको अवस्थामा पुर्याउने अर्को वस्तु भनेको पैसा। पैसा यहाँ पैसा मात्र नभएर तपाईको रोजगारीको कुरासँग जोडिन्छ। तपाई कुनै जब गर्नुहुन्छ, कतै तपाई सेटल भइसक्नु भएको छ भने तपाईसँग केटीहरू आकर्षित हुन्छन्। तर तपाई पैसा त कमाउनुहुन्छ, खर्च गर्न तपाई चाहे हुनुहुन्छ भने पनि तपाईलाई उनले हेर्ने नजर एकदम फरक हुन्छ। अब तपाई पैसा त उनको लागि खर्च पनि गर्नुहुन्छ, तर उनलाई तपाई टाइम दिनुहुन्न। भेट्न बोलाउँदा नि तपाई आफ्नो फुर्सदको समय मात्र मिलाउनुहुन्छ, उनको कुराको कुनै तपाई भ्यालु दिनुहुन्न भने पनि तपाईलाई केटीहरूले यौन सम्पर्क गर्न दिनको लागि अस्वीकार गर्छन्। तपाईले जति कमाए पनि तपाईसँग सामान्यतया खर्च गर्नको लागि पैसा छ भने र यो पैसा तपाई उनको लागि पनि केही गर्नको लागि खर्च गर्नुहुन्छ भने मात्र तपाईसँग उनी आकर्षित हुन्छन्। यसको मतलब तपाई कुनै काम गर्नुहुन्छ र त्यसबाट केही रुपैयाँ पैसा कमाउनुहुन्छ, यसको आधारमा तपाई आफ्नो गर्लफ्रेन्डलाई कतै घुमाउन लैजाने वा उनको मनपर्ने केही विषय वस्तुहरू किनिदिने काम गरिदिनुहुन्छ भने पनि उनले तपाईलाई माया मात्र होइन, तपाईलाई शरीर पनि सुम्पिन्छन्। उनी तपाईसँग सम्पर्क गर्न कुनै हिचकिचाहट राख्दिनन्, बिना हिचकिचाहट तपाईसँग तयार हुन्छन्। तपाई यो हेल्थ टिप्स हेर्दै हुनुहुन्छ र सब्स्क्राइब गर्नुभएको छ भने तपाईलाई विशेष धन्यवाद। यदि सब्स्क्राइब गर्नुभएको छैन भने तल रहेको सब्स्क्राइब बटनमा एकपटक क्लिक गर्नुहोस् र नजिकै रहेको बेल आइकनमा क्लिक गरी अलमा क्लिक गर्न पनि नबिर्सनु होला, किनभने नयाँ हेल्थ टिप्स आउने बित्तिकै सबैभन्दा पहिला तपाईले हेर्न पाउनुहुनेछ। आजको टिप्स कस्तो लाग्यो? राम्रो लागेको छ भने लाइक, कमेन्ट र शेयर गर्न नभुल्नु होला। हवस् त, धन्यवाद।